एउटा पिक्चर बनाउन अथवा एउटा केही फोटोहरू बनाउनको पछाडि चाहिँ कति धेरै सामानहरू चाहिन्छ, कति टाइम लाग्छ भन्ने कुराले डिपेन्ड गर्छ। यो चाहिँ उहाँ चाहिँ मेरो दाइ हजुर हुनुहुन्छ है। यो यसमा चाहिँ कति अगाडिदेखि, तर यसमा चाहिँ बनाउनमा चाहिँ धेरै टाइम लागेको छैन, तर मेहनत चाहिँ यति धेरै छ। तर यो एउटा पिक्चर बनाउन पनि यहाँ यो भरि पेन्सिल छ, यो भरि पेन्सिल छ, टिपेक्सदेखि हरेक कुराहरू छ। त्यसमा साइन पेनहरू छ, अझ यसमा 4वटा पेनहरू छ। यो चाहिँ यस्तो इन्स्ट्रुमेन्ट अरू छ, यो चाहिँ के प्रोटेक्टर स्टाइलको छ। थप यो चाहिँ भनिरहेछ, यो चाहिँ के भनिरहेछ दाजु? यो एफ भन्दैछ। वाट इज दिस? 3D मा एफ भन्दैछ। एफ यो चाहिँ 3D मा बनिरहेको एफ हो। 3D मा चाहिँ देखिन्छ। त्यो चाहिँ अब चाहिँ बनिसकेपछि यो अरू सामानहरू, यति धेरै सामानहरू चाहिँ युज हुन्छ एउटा एफ बनाउन। त्यो पनि ब्ल्याकमा मात्रै छ है। त्यो त अरू कलरिङ गरेर बनाउनु परेपछि त के कुरा गर्नु।